ए यार थाहा पाएँ क्या मैले तिमीहरूले ओडेसी हेर्न गएको थियो ओडेसी हेरेर आयो भयो के भयो क्रिस्टोफर नोलनको फिल्म हेरेर आएको छ ओ माई गड भयो त नि भयो अब आइम्याक्स क्यामेरामा बनेको फिल्म तिमीहरूले नर्मल क्युएफएक्सको स्क्रिनमा हेरिरहेको छौ कस्तो कुल हो यार तिमीहरू त आमा फेरि भन्न पनि राम्ररी भन्नु नि क्रिस्टोफर नोलन नि भन्दैन क्रिस्टोफर नोलान नोलान के को लान त घुमाएर हान्छु र भक्कै अनि मैले त आजसम्म जिन्दगीमा यस्तो फिल्मै हेरेको थिइनँ रे ड्युन भन्ने फिल्म हेरे हौ ड्युन भन्ने फिल्म अवतार हेरे हौ कहिले हलमा गएर छैन के हो जिन्दगीमा फर्स्ट टाइम नयाँ नयाँ फिल्म डिस्कभर गरेर जस्तो कस्तो कुल हो यार तिमीहरू त हलिउडको फिल्म हेर्छौ होइन होइन फिल्म हेरेर गयो आफ्नै पैसाले पपकर्न सपकर्न किन्यो खायो ठिक जग्गा रनमती तिमीहरूको त्यो मलाई इन्टरभलमा के गरेर हौ कस्तो दामी इन्टरभल रिएक्सन ओमाई गोड दिनु जरुरी छैन फिल्म सकेपछि 3टा भिडियो पेल्न जरुरी छैन यो 3टा स्टोरी हाल्नु जरुरी छैन कि बुझेँ फिल्म हेरेर हौ भनेर के साह्रो हौ आमा बस अब घरमा गएर दाल भातै खाने होला क्रिस्पी फ्राइड पटाटो चिकन विङ्स खानु नहेरेर थाहा मलाई गर्थ्यो दाल भातै घिच्ने हो ज्ञानी कति साह्रो पेला त हौ आमा सबैजना मुभी क्रिटिक्स सबैजना मुभी रिभ्युअर बने खानु त किन हौ हेलो क्यों अब भयो त नि के भयो मैले बुझेँ फिल्म राम्रो छ फिल्म ओ माई गड छ मैले बुझेँ भयो अब त्यो छाडा नगरौँ बढी हुन थाल्यो अब है त्यसैले आजको लागि भिडियो यति नै गरौँ यदि मेरो भिडियो के गरिरहेको हेर्नु भइसक्यो भने मेक स्योर टु फलो अर्को त्यस्तै हो सुमी गाइज